ऊर्जा मन्त्री भर्सेस कुलमान घिसिङ धेरै आरोपित लागेको धेरै ऊर्जा मन्त्री भर्सेस कुलमान घिसिङ किन भइरहेछ ऊर्जा मन्त्री हैन यो मन्त्रालयको विषय हो सरकारको विषय हो यो त व्यक्तिगत कर्मचारीहरू अहिले त दीपक खड्का भर्सेस कुलमान घिसिङ भइसक्यो अनुशासित मर्यादित हुनुपर्छ कर्मचारीहरूले सबैले उहाँले शून्य अङ्कै पाउनु पर्ने विषय हो त मान्यज्यू त्यो मैले हिजै भनिराखिसकेँ यो विभिन्न कानुनी उल्झनमा परिसकेपछि चाहिँ केही समय यता मौन हुनुहुन्छ त्यसलाई गुमनामको अर्थ दिने अथवा चाहिँ उहाँ केही रणनीति तय गर्दै हो भनेर अर्थ दिने त्यो तपाईँहरूको कुराहरू रहला र किन चाहिँ हराउनु भएको शुभेच्छुकले खोजिरहेका छन् तपाईँको पार्टीका तल्लो तहका नेताहरूले कहाँ जानुभएछ सभापति भनेर खोजिरहेका छन् नेताहरूले भनिदिनु पऱ्यो रवि लामिछाने के गर्दैछन् अब लामो समय जुन कानुनी उल्झनमा रहनुभयो अब लामो समय हिरासतमा त रहनुभयो अब एउटा त पारिवारिक समयको हिसाबले पनि सुरुमा केही दिन त्यसको कारणले पनि त्यसमा रहनु पऱ्यो त्यसबाहेक फेरि लगातार नै उहाँ अब अदालतका प्रक्रियाहरूमा उहाँ गइराख्नु पऱ्यो अब सरकारले फेरि जिल्ला अदालतले उहाँलाई धरोटीमा रिहा गरेपछि फेरि उच्च अदालतको बाटो समात्यो त्यो एउटा कानुनी अल्झन र त्यसको प्रक्रियाले पनि उहाँलाई बाहिर राख्यो तर मूल रूपमा अहिले भने पछिल्लो समय उहाँ तयारी गर्दै हुनुहुन्छ केही समयपछि नै अब सार्वजनिक मञ्चहरूमा उहाँ देखिने तयारी गर्दै हुनुहुन्छ ठ्याक्कै कहिलेदेखि होला यो समय चाहिँ अब ठ्याक्कै भन्न गति नै तोक्न मिति नै तोक्न समय नै तोक्न चाहिँ अलिक गाह्रो भयो मलाई तर अब धेरै पर्खिनु पर्दैन उहाँसँग मेरो संवाद भएको थियो केही दिन अगाडि पनि उहाँ चाहिँ अहिले तयारी गर्दै हुनुहुन्छ केही समयपछि नै सायद एउटा अभियान राष्ट्रिय अभियानकै रूपमा लिएर जाने हिसाबले उहाँ अगाडि आउँदै हुनुहुन्छ पार्टी कार्यालय पनि नगइकन पुस्तक लेख्दै हुनुहुन्छ अथवा विभिन्न योजनाहरू बनाउँदै हुनुहुन्छ त्यसको अलिकति हामीलाई छनक दिनुहोस् न हजुर अब पार्टी कार्यालय त पार्टी कार्यवाहक सभापति हुनुहुन्छ अब उपसभापति लगायत महामन्त्रीहरूले त्यसलाई ह्यान्डल गरि नै राख्नु भएको छ मूल रूपमा मैले अघि पनि भने दुई तिनवटा कारणले उहाँ अलिकति पछाडि बस्न रुचाउनु भएको एउटा परिवारलाई दिनुपर्ने समय एउटा कानुनी उल्झन र तेस्रो चाहिँ अब नयाँ तयारी नयाँ अभियानको तयारी को हिसाबले उहाँ बसिराख्नु भएको छ अध्ययन स्वाभाविक रूपमा अध्ययन गर्दै हुनुहुन्छ र मलाई लाग्छ केही एउटा रणनीतिक हिसाबले राष्ट्रव्यापी एउटा अभियानको हिसाबले नै उहाँ देश दौडामा जाने गरेर तयारी हामी पहिलो प्रयास त मैले हिजो भर्खर पनि सभामुखसँग अनुरोध गरेको छु विशेष समय लिएर हाम्रो पहिलो प्रयास भनेको सभामुख ज्यूले नै यसमा प्रभावकारी भूमिका र जुन आवश्यक भूमिका छ त्यो खेल्नुहुन्छ भन्ने हाम्रो आशा छ तर त्यो भएन भने हाम्रो पहिलो प्रयास न्यायालय मार्फत नै हुन्छ धन्यवाद मानिसु विभिन्न कारणले ज्ञानेन्द्र शाह राजा बन्नुभयो नेपालका राजनीतिक पार्टीहरूले समर्थन गरे म रहेको त्यस बेलाको पार्टीले पनि समर्थन गर्यो र उहाँ राजा बन्नुभयो राजा संवैधानिक राजा बन्नुभयो संवैधानिक राजालाई नेपाली जनताले नेपालका राजनीतिक पार्टीले समर्थन गरेका थिए विश्वव्यापी रूपमा समर्थन भएको थियो तर उहाँ के सुर चल्यो उहाँको कसको भनाइमा लाग्नुभयो बहकिनुभयो र निरङ्कुश राज्य सञ्चालन गर्ने ठाउँमा निरङ्कुश राजा भनेर चाहिँ प्रकट हुनुभयो त्यसपछि नेपालका राजनीतिक पार्टीहरूले आन्दोलन गरे त्यो आन्दोलनमा साथ नदिने कोही थिएन त्यसबेला झन्डै 3 करोड जनता सङ्गठित असङ्गठित सबै सेना प्रहरी दुवै किसिमको प्रहरी निजामती र सारा संसार सबैले समर्थन गरेका थिए त्यो आन्दोलनलाई जसले गर्दाखेरि उहाँ राजाबाट हट्न बाध्य हुनुभयो अब अहिले देशको विकास भएको छैन यो साँचो हो उहाँले बोलेको ठिकै हो र कुनै पनि प्रधानमन्त्रीहरू त्यसपछि बनेका प्रधानमन्त्रीहरू कहिले पनि यो देशको विकासको सम्बन्धमा जवाफदेही हुने गरी काम अगाडि बढाउनु भयो अहिले त राजनीतिक पार्टीहरू पार्टीका नेताहरू आफ्नो सिद्धान्त आफ्नो योजना आफ्नो परम्परा सबै बिर्सेर कसरी प्रधानमन्त्री बन्ने भनेर जुनसुकै दलसित पनि सम्झौता गरेर राज्य सत्तामा पुग्ने ठाउँमा चाहिँ पुग्नु भएको छ यस्तो अवस्थामा पूर्व राजा ज्ञानेन्द्रले यो व्यथिति भएको अवस्थामा उहाँ म फेरि चाहिँ आउँछु मैले छोडेको राज्य हाम्रो पुर्खाले निर्माण गरेको हो र त्यसो भएर मलाई चाहिँ साथ दिनुहोस् भनेर जनताको बिचमा जानुभयो मैले उहाँलाई पहिले पनि उहाँलाई मैले
एउटा सुझाव दिएको थिएँ। जस बेला तपाईँ निरङ्कुश राजाबाट आफै हट्नु भएपछि पनि नेपालका राजनीतिक पार्टीहरूले अनुरोध गरेका थिए तपाईँलाई राजा मान्नको निम्ति। माओवादीले पनि राजा मानेका थिए, मानेका थिएनन्, मान्ने योजना उनीहरूले पास गरे। त्यस्तो त्यो अवस्था थियो। त्यस भएर अब तपाईँ राजा बन्ने कि नबन्ने भन्ने सम्बन्धमा जनतालाई निर्णय गर्न दिनुहोस्। त्यसको निम्ति तपाईँ प्रधानमन्त्री बन्नुहोस्। पार्टी खोलेर त्यो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउनुहोस्, जसरी हामीहरूले दर्ता गराउँछौँ। जसरी हामी हिँड्छौँ त्यस्तै गरेर जनतासित चाहिँ अङ्गमाल गर्दै कस्तो कस्तो ठाउँमा नेपाली जनता बसेका छन्, उठ्न चाहन्छन्, के गर्न चाहन्छन्, के भन्न चाहन्छन्, सबै त्यहाँ जानुहोस् र समर्थन दिनुहोस्, प्रधानमन्त्री बन्नुहोस् र साँच्चैकै काम गरेर देखाउनुहोस्। तपाईँको पुर्खाले सबै भाषाको सम खाइसक्नु होइन, यो अन्तर्पार्टी सङ्घर्ष भनेर भन्ने पनि गर्न पाइने छैन भनेर अन्तर्पार्टी सङ्घर्ष चलाउने छैन। विरोध पार्टीको विरोध गर्ने छैन, पार्टीलाई बोकेर हिँड्नेछु, विरोध गर्ने छैन। उहाँले भन्नुभयो मैले जे बोल्छु त्यही हो समाजवाद भनेर भन्नुभयो। ल हाम्रो नेताले बोलेको जे बोल्नुहुन्छ त्यही हो समाजवाद भन्नुला मैले, तर मैले भन्ने समाजवाद मैले छुट्टै बताउँला भनेर पनि म भनेर चाहिँ आएको थिएँ। तर उहाँहरूले त्यस्तो निर्णय गर्न सक्नु भएन, लैजान सक्नु भएन। अब नलैजाने उहाँहरूको अधिकार छ, मेरो अधिकार छैन। किनकि म त राजीनामा गरेर बाहिर चाहिँ आएको हुँ। लामो समयसम्म उहाँहरूले राजीनामा स्वीकृत गर्नुभएको थिएन। पछि म जब आउँछु भनेर भन्ने भएपछि छिटो चाहिँ गरेर उहाँहरूले सबै राजीनामा निर्णय गर्नुभयो कि भनेर भन्ने पछि मानिसहरू जस्तो कि तपाईँले भनिहाल्नुभयो नेकपा एमाले स्थापित गर्नमा तपाईँको ठुलो भूमिका छ र तपाईँले एकदम स्पष्ट आफ्नो तर्क पनि राख्नुहुन्छ। त्यो अर्थमा नेपालका कम्युनिस्टहरूले कम्युनिस्ट पार्टी सिद्धान्तमा निर्माण हुन्छ, त्यो सिद्धान्तमा निर्माण गरेकै छैनन्। र कम्युनिस्ट पार्टी निर्माण गरेपछि पहिलो काम समाजवाद निर्माणको निम्ति काम थाल्ने हुन्छ, त्यो थालेकै छैनन्। र अन्तर्पार्टी सङ्घर्ष नै कम्युनिस्ट पार्टी जिउँदो राख्ने आधार हो। त्यो अन्तर्पार्टी सङ्घर्ष उहाँहरूले चलाउनु नै हुन्न, चलायो भनेर भन्दा जसले अन्तर्पार्टी सङ्घर्ष गर्न चाहन्छ त्यसलाई पार्टीबाट घोकेर ठ्याक लगाइदिनुहुन्छ। त्यस भएर अहिले भएका नेताहरूमा त्यो कम्युनिस्टको आदर्श, मार्क्सवादी दर्शनको मार्गदर्शन र लेनिनवादी सङ्गठनात्मक सिद्धान्त पनि उहाँहरूले अवलम्बन गर्नु। त्यो सबै अहिले जुन पाउनुहोस् तपाईँले त्यो फेरि राजावादीहरूले त्यो किसिमको चाहिँ नै राज संस्था चाहेको रहेनछ। अहिले यही राजनैतिक दलहरू अहिलेकै राजनैतिक प्रणालीमा स्पेस खोजेको स्पेस खोजेको यसमै राजावादीहरूले चाहेर हुने र नहुने भनेर भन्ने विषय होइन। नेपाली जनताको निर्णय हुन्छ। अब नेपाली जनतालाई कोही राजावादी, कोही अर्कोवादी कतिवटा वादीमा चाहिँ लैजाने हो। त्यो वादी भएर टुङ्गो लाग्दैन। अहिले नेपाल कहाँ छ भन्दा यही हाम्रो देशको संसदमा छ। यो संसद दुईवटा सदन छ। यो दुईवटा सदन भएको हाम्रो राष्ट्रिय संसद हो। यो राष्ट्रिय संसदमा हाम्रो देशको शक्ति पनि यहीँ छ, जति छ जनताको भावना पनि यहीँ छ। राम्रो काम गरे पनि नराम्रो काम गरे पनि आजको नेपाली जनताको प्रतिनिधि संस्था भनेर भनेको यही संस्था हो, सङ्घीय संसद नै हो। यो सङ्घीय संसद बाहिर शक्ति खोज्ने काम, यो नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र झन् बढी नोक्सानतर्फ चाहिँ राष्ट्रलाई लैजाने काम मात्रै हुन्छ। थोरै तपाईँको कुरा गरौँ न, एउटा मात्रै। तपाईँ चाहिँ घरि एकीकृत समाजवादीसँग माया प्रेम गर्न जानुहुन्छ, घरि केपी शर्मा ओलीले फकाउनुहुन्छ र त्यतैतिर लोभिनुहुन्छ, अनि दुवैतिर एकसाथ दुई नाउँमा खुट्टा राख्दा तपाईँ चाहिँ कुन हालतमा पुग्नुभयो भने न यता भएँ न उता भएको अवस्थामा? किन दुईतिर तपाईँ? अब तपाईँले नै भनिसक्नु, न यता भएँ न उता भएँ। मेरो निम्ति दुईटै पार्टी बराबर छन्। किनभने एमालेमा मैले निर्माण गरेका कार्यकर्ताहरू अहिले नेता भएका छन् र त्यहाँ धेरै छन्।
समाजवादीमा मैले निर्माण गरेकै नेताहरू कार्यकर्ताहरू अहिले पनि छन्। मुख्य रूपमा ती उनीहरू नै परिचालित छन्। त्यहाँ एमाले भन्दा थोरै छन्, तर त्यहाँ पनि नै छन्। त्यस भएर उहाँहरू आउनुहुन्छ, हामीतिर जाउँ भन्नुहुन्छ, मैले किन चाहिँ इन्कार गर्ने। तर म सबै अवस्थामा एमाले निर्माण गर्दाखेरि मैले सबभन्दा धेरै ठुलो भूमिका निर्वाह गरेको हुनाले मलाई माया लाग्छ। त्यहाँ धेरै कार्यकर्ताहरू जो मसित भेट भयो भने माथिल्लो तह पुगिसकेकाहरूले त भन्दैनन्, तर तल्लो तहमा रहेका र जो मतदाताको तहमा चाहिँ भएका जनमत छ नेकपा एमालेको, त्यहाँ अहिले पनि त्यहाँ रहेका नेताहरू एकजना नेताहरूको पक्षमा कति जनता छन् त्यो उनीहरूको र मेरो चाहिँ मूल्याङ्कन गर्दाखेरि मलाई ती सबैको एउटा है धेरै मैले मत पाउँछु। त्यस्तो अवस्था अहिले पनि छ जसले मलाई चाहन्छन्। त्यस भएर सबभन्दा धेरै जनता मलाई चाहन्छन्। यो दुईवटा कम्युनिस्ट पार्टी मध्ये विचार गर्दाखेरि त्यस भएर म त्यहाँ जान चाहन्छु भनेर मैले भने। त्यो पनि अन्त्य भयो, किनभने कमरेड केपीसित भेट गरेर हामी तपाईँको पार्टीमा आउन चाहन्छौँ भनेर भन्दा उहाँले भन्नुभयो हाम्रो पार्टीमा एकीकृत भन्न पाइँदैन, एकता पनि भन्न पाइँदैन। हाम्रो पार्टीमा चाहिँ आउने हो भने के भन्नुपर्छ त भनेको समाहित हुनुपर्छ भन्नुभयो। ल त्यो समाहित हुन हामी तयार छौँ। जे भन्नुहुन्छ प्रवेश गर भनेर चाहिँ भन्नुहुन्छ, टिका लगाएर प्रवेश गराउनुहुन्छ, त्यो पनि मलाई मन्जुर छ। किनकि त्यो अन्यथा नेपाली जनताले लिँदैनन्, सबै खुसी हुन्छन्। त्यसो भन्दाखेरि पनि त्यो पार्टीमा गएँ भने भन्ने मलाई लागेको हुनाले मैले सबै स्वीकार गर्छु। उहाँले धेरै भन्नुभयो यहाँ आएर नेताको विरोध गर्न पाइने छैन, गर्ने छैन, तपाईँलाई नै मद्दत गर्नेछु।